अनि अयुबले जवाफ दिएर भने, साँच्चै म जान्दछु त्यो यस्तै हुन्छ, तर परमेश्वरको सामु मानिस कसरी धर्मी ठहरिन सक्छ र? त्यसले उहाँसँग विवाद गर्न चाह्यो भने त्यसले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैन। उहाँ हृदयमा बुद्धिमान र बलमा शक्तिमान हुनुहुन्छ, कसले आफूलाई उहाँको विरोधमा कठोर पारेर उन्नति गरेको छ र उहाँले पहाडहरू हटाउनुहुन्छ र तिनीहरूले त्यो थाहै पाउँदैनन्। उहाँले आफ्नो क्रोधमा तिनीहरूलाई पल्टाइदिनुहुन्छ। उहाँले पृथ्वीलाई त्यसको ठाउँबाट हल्लाउनुहुन्छ र त्यसका खाबाहरू डगमगाउँछन्। उहाँले सूर्यलाई आज्ञा गर्नुहुन्छ र त्यो झुल्किँदैन, अनि ताराहरूमा उहाँ मोहरछाप लगाउनुहुन्छ। उहाँले मात्र आकाशमण्डल फैलाउनुहुन्छ र समुद्रका अग्ला अग्ला छालहरूमाथि टेक्नुहुन्छ। उहाँले नै सप्तर्षि, मृगशिरा, कृतिका नक्षत्रहरू र दक्षिणका कोठाहरू बनाउनुहुन्छ। उहाँले अमग्य महान कार्यहरू र अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ। हेर, उहाँ मेरै छेउबाट भएर जानुहुन्छ, तर म उहाँलाई देख्दिनँ, अनि उहाँ पार भएर जानुहुन्छ, तर म उहाँलाई थाहा पाउँदिनँ। हेर, उहाँले खोसेर लैजानुहुन्छ, कसले उहाँलाई रोक्न सक्छ? कसले उहाँलाई भन्ला, तपाईले के गर्दै हुनुहुन्छ? परमेश्वरले आफ्नो रिस नथाम्नु भएको भए घमण्डी सहायकहरू उहाँका पाउमुनि झुक्ने थिए। तब म झन् कसरी उहाँलाई जवाफ दिउँ र उहाँसँग तर्क गर्नलाई आफ्ना शब्दहरू चुनौँ। म धर्मी भएको भए तापनि मैले उहाँलाई जवाफ दिने थिइनँ, तर बरु म मेरा न्यायकर्तालाई बिन्ती चढाउने थिएँ। मैले पुकार्दा उहाँले मलाई जवाफ दिनुभएको भए तापनि उहाँले मेरो स्वरतिर कान लगाउनु भयो भनी म विश्वास गर्ने थिइनँ, किनकि उहाँले मलाई आधी बेरीले तोड्नुहुन्छ र बिना कारण मेरा चोटहरू पढाइदिनुहुन्छ। उहाँले मलाई मेरो सास फेर्न पनि दिनुहुने छैन, तर मलाई तितोपनाले भरिदिनुहुन्छ। बलको कुरा गरौँ भने हेर, उहाँ बलवान हुनुहुन्छ। न्यायको विषयमा कुरा गरौँ भने कसले मेरा निम्ति मुद्दा लड्ने समय तोकिदिन्छ? मैले आफूलाई धर्मी ठहराए भने मेरै मुखले मलाई दोषी ठहराउनेछ। म सिद्ध छु भन्ने उहाँले मेरो टेढापना साबित गर्नुहुनेछ। म सिद्ध भए तापनि मैले आफ्नो मनलाई जान्ने थिइनँ। मैले आफ्नो जीवन तुच्छ ठान्ने थिएँ। कुरा एउटै हो, यसैले मैले भने, उहाँले सिद्ध र दुष्ट दुवैलाई नाश गर्नुहुन्छ। कुर्राले 81 मार्यो भने निर्दोषहरूको परीक्षा भएकोमा उहाँ हाँस्नुहुनेछ। पृथ्वी दुष्टको हातमा दिइएको छ, उहाँले यसका न्यायकर्ताहरूका अनुहारहरू छोपिदिनुहुन्छ। उहाँ गर्नुहुन्न भन्ने तब यसो गर्ने को होला त? अनि मेरा दिनहरू त दगुर्ने भन्दा छिटो दगुर्छन्। ती भाग्छन्, तिनीहरूले कुनै भलाइ देख्दैनन्। ती बितेर जान्छन्, तेज जहाजहरू जस्तै, शिकारमाथि हानिएर आइलाग्ने चिल जस्तै। म मेरो दुखेसो बिर्सनेछु, मेरो चेहराको उदासीपन उतार्नेछु र सान्त्वना पाउनेछु भनी मैले भने मेरा सबै कष्टहरूदेखि डराउँछु। म जान्दछु तपाईले मलाई निर्दोष ठहराउनुहुने छैन। म दुष्ट छु भने म किन व्यर्थमा परिश्रम गरौँ? मैले आफूलाई हिउँको पानीमा नुहाए भने पनि र आफ्ना हातहरू बिल्कुल सफा पारे भने पनि तपाईले मलाई खाडलभित्र चोप्नुहुनेछ र मेरा लुगाहरूले समेत मलाई घृणा गर्नेछन्, किनकि उहाँ म जस्तो मानिस हुनुहुन्न कि म उहाँलाई जवाफ दिन सकौँ र हामी आपसमा मुद्दा लड्न सकौँ। न त हाम्रो बीचमा कुनै निर्णायक छन् जसले हामी दुवैमाथि आफ्नो हात राख्न सक्छन्।
उहाँले आफ्नो डन्डा मबाट हटाउन् र उहाँको डरले मलाई भयभीत नपारोस्। तब म बोल्ने थिएँ र उहाँसँग डराउने थिइनँ। तर मसित यस्तो स्थिति छैन।